जतिसुकै बिजी भए पनि एकपल्ट यो कुरा सुनिदिनुहोला है। एउटा कुरा तपाईलाई थाहा छ, एउटा सानो बानी, केवल एउटा सानो गल्तीले तपाईको, मेरो र हामी धेरैको सुन्दर भविष्य बिस्तारै खरानी बनाउँदैछ। यो कुरा बुझ्न एउटा सानो उदाहरणबाट सुरु गरौँ। कल्पना गर्नुहोस् त, यदि तपाईले एउटा अबोध बच्चाको हातमा एउटा बहुमूल्य सुनको टुक्रा दिनुभयो भने उसले के गर्छ? सायद उसले त्यसलाई एउटा सामान्य खेलौना वा चम्किलो ढुङ्गा सम्झिन्छ। उसले त्यसलाई एकछिन चलाउँछ, मुखमा हाल्छ र अन्त्यमा कुनै कुना वा फोहोरमा फालिदिन्छ, किनकि त्यो बच्चालाई सुनको असली मूल्य थाहा छैन। तर त्यही सुन यदि तपाईले एउटा अनुभवी सुन पसलेको हातमा दिनुभयो भने उसले त्यसलाई तौलिन्छ, जाँच गर्छ, त्यसलाई पगालेर एउटा सुन्दर गहना बनाउँछ र लाखौंमा बेचिदिन्छ। वस्तु एउटै हो, सुन, तर फरक यति मात्र हो कि कसको हातमा पर्यो र उसले त्यसको कदर कसरी गर्यो। आज ऐनामा हेर्नुहोस् त, तपाईको हातमा पनि त्यही सुन छ। हो, म समयको कुरा गर्दैछु। प्रकृतिले, भगवानले वा यो ब्रह्माण्डले हामी कसैलाई काखा र कसैलाई पाखा गरेको छैन। एउटा अर्बपतिसँग पनि दिनमा 24 घण्टा नै हुन्छ र सडकमा माग्ने मान्छेसँग पनि 24 घण्टा नै हुन्छ। तर दुःखको कुरा के छ भने हामी मध्ये धेरैले त्यो बच्चाले जस्तै व्यवहार गरिरहेका छौं। हामी मोबाइलको स्क्रिनमा घण्टौं औंला घिसारेर त्यो सुन जस्तो समय फोहोरमा फालिरहेका छौं। केही मान्छेहरू भन्छन्, मेरो त भाग्य नै खराब छ, मेरो त समय नै आएको छैन। साथी, याद राख्नुहोस्, भाग्यले समय बदल्दैन, तर समयलाई सही तरिकाले प्रयोग गर्यो भने भाग्य पक्कै बदलिन्छ। जो मान्छे आज सफल छ, जो मिलिनियर बनेको छ, उसले आफ्नो 24 घण्टालाई जोलेरी जसरी कुदेर राखेको छ। उसले एक एक मिनिटको हिसाब राखेको छ। अनि हामी भन्छौं भोलि गर्छु, एकछिन पछि गर्छु। यो बानी छोड्नुहोस्, किनकि सुन हरायो भने अर्को किन्न सकिएला, धन गयो भने फेरि कमाउन सकिएला। तर आज बितेको यो 1 सेकेन्ड, यो भिडियो हेर्दा हेर्दै गएको यो समय अब कहिल्यै कुनै पनि मूल्यमा फर्केर आउने छैन। जसले समयको कदर गरेन, समयले अन्तिममा उसलाई न कदर दिन्छ न त दोस्रो मौका नै। अन्त्यमा केवल पछुतो बाँकी रहन्छ। काश मैले त्यो बेला केही गरेको भए। त्यसैले आजै, अहिले नै एउटा निर्णय लिनुहोस्। आफैसँग वाचा गर्नुहोस्, अब म मेरो सुन जस्तो समयलाई माटोमा मिल्न दिन्न। यदि यो कुराले तपाईको मनमा थोरै पनि हलचल ल्याएको छ भने कमेन्टमा आई भ्यालु माई टाइम भनेर लेख्नुहोस् र यो भिडियोलाई सेभ गरिराख्नुहोस् ताकि जब जब तपाईँ अल्छी मान्नुहुन्छ यसले तपाईलाई झकझक्याओस् र आफ्ना ती साथीहरूलाई कपी लिङ्क गरेर पठाउनुहोस् जसलाई तपाईँ सफल भएको देख्न चाहनुहुन्छ। र मलाई अहिलेसम्म फलो गर्नुभएको छैन भने फलो गर्नु ल।